यो बाकी हो त्यसलाई पहिला यो गर्नु पर्दैन राखे ए म्याम यही बसौँ भन्थे सान्दाले मलाई आफै हो सान्दाले भने यो कुरा मलाई म्याम कल्याणी त लेभल 2 पास गरेर हामीसँगै बोलेन भन्दै थियो नबोलेन त्यसमा त है सान्दा आइपुग्दा तपाईँले भनेको थियो नबोलेर के गर्छ अब त्यसले के पाए केही पाउँदैन मान्छे भनेको जन्मिन्छ सर्टिफिकेट भएर मात्रै भएन क्या संस्कार पनि हुनु पर्यो हिम्मत हुनु पर्यो त्यसै भयो भने त उसको सर्टिफिकेट अनुसार एमएम भनेको भए उसलाई मेरो त्यस्तो त कयौँ मान्छे छ मेरो सिलाइको पनि शान्ता ठाउँमा कामको खाली हुन्छ हैन कयौँ मान्छे छ नि त होइन त त्यो अनि त्यही त हामी त्यसो गर्छौँ उसले राम्रो काम एक दुई गरे हैन त्यो चिन्ता गर्ने गरे सबै गरेर हाम्रो पाइन्छ नि त अनि छैन नि त किन हुन्छ कम्पनी आएछ नि कतै भयो त अहिले सिटिभिले प्रोग्राम खाले छैन त्यो त्यति बेला त्यसले हाम्रो घमले देखाउनै पर्दैन हो हैन अब त प्रोग्राम ल्याउनु गाह्रो छ नि धेरै मान्छेले गर्छ हैन कस्तो राम्रो हुन्छ यस्तो कट काट्यो भने चाहिँ हैन तपाईँ सारीमा पनि भयो त्यति हुन्छ सारी पनि हुन्छ घमला ठिक हुन्छ काट्ला त्यही हो सम्झेला सम्झेला खुसी लाग्ने त्यो सरलाई पनि पालो छ कि बेच्यो अस्ति चाहिँ अहिले छैन भन्दै छ बेच्यो के गरे त्यसै रन्जिता के हो झन् रन्जिताको के बिबिदिएको हो ले छैन अस्ति त कस्तो हुन्छ लिएर पनि के जस्तो लाग्छ त्यसमा देउरानी हो हैन नगरी तर अहिले त गरे उसित छ हैन राम्रो छ त्यसले बोली चाली राम्रो छ नि उसको पनि भने नि तिमीले त त्यो के फोटोको ट्रेनिङ पनि भने नि ओटे सोटे हामी मैले यहाँ ट्रेनिङमा अनि अहिले यसले लस पाइला यसमा साउन्ड ल्याउँछ के मैले हामी दिन्छ बनाउन एउटा के फुल घोषणा गर्ने ट्रेनिङ के कस्तो मजाले बोल्थ्यो नि के हो त्यसमा बिना के नि त्यसो ट्रेनिङ हो नि के मात्रै गरेन म्यामले के हामी मात्रै भन्दा के गर्न हामी के गर्न सबैमा थाहा छ गाडो फेरि ब्याग बनाउने ट्रेनिङ लगेन कि मैले सिकाउने हो र त्यसमा त पनि ब्याग बनाउनु मलाई ठाउँमा लगेर कामको व्यवस्थापन पो गरिदिने हो हैन शान्ता मै जानुपर्छ भन्ने छ र भने हामीले जे ल्याए त्यही जानु पर्छ हामीले बच्चा सानो भएर जानु पाएन गान्धीको उसले आन्टीलाई चिनेर छ नि त किन नचिन्नु त हो उर्मिला खण्ड हैन कस्तो मजाको हुनुहुन्छ कति रेस्पेक्ट छ मान्छे भएर पनि कहिले ठुलो छैन छोराछोरी पनि कस्तो राम्रो होइन अङ्कल पनि कति राम्रो मान्छे पनि त्यस्तो हुनुपर्छ के पनि छ ए म्याम आमामा अस्ति त्यो हिरो खेल्ने हुन्छ नि के रोपाइमा गएको फोटो राखेर थाहा होला रोपाइमा गएको अनि म चाहिँ रोपाइमा गएको नयाँ पाइट त्यो दिन फर्स्ट टाइम नयाँ पाइट हाल्नु लगाएको थियो है त्यो पनि अनि म त रोपाइ जाने थाहा छैन यहाँ घरबाट नयाँ नयाँ पाइट गएर पाइट नछिना गए जान्छ भनेर नयाँ त्यहाँ गएपछि के सबै चिनेको म्याम तपाईँ हालेसम्म आएर भोलि खेल्ने भन्ने हुन्छ हिरो भ्या त हाल्नु सक्यो मतलब जाउँछ भनेर म खेलेँ ल पकसम कहिले खेल्छ रमाइलो अनि त्यो उर्मिला दिदी कहाँ गएर होइन चिउराहरू खाएर आमामा कति छिटो खाँदा खुवाएर हे म्याम त आउनु भएको मान्छे खाली भनेर कहिले गइँदैन नि एउटा यस्तो चिया भयो कति रेस्पेक्ट क्या मान्छे भनेको त्यस्तो हुन्छ देख्ने मान्छे र नदेख्ने मान्छे धेरै फरक हुन्छ होइन त्यो उर्मिला तपाईँ आन्टी हो हाम्रो आन्टी माइक ए ल तपाईँ शान्ताले चिन्नु शान्ताले स्टुडेन्ट पनि पुग्छ मलाई दिदीको आन्टी हाम्रो माइ दिदीको ठुलो बाबा चाहिँ हाम्रो नातै हो त्यो ल कति राम्रो एक काकालाई यस्तो कपाललाई यु काट्ने ल कस्तो हुन्छ मैले काट्छु है त्यस्तै अनि साथले राख्नु कति त प्रोफेसनल हो तिमीलाई थाहा छँदैछ त्यसै हैन यो बच्चालाई यो दिएर यो यस्तो फेरि त्यसको राखेर खानु फुटेर राखेर मेरो टिका काला टिका हाल्ने हामीले कहाँ सबै काट्नु यहाँ छोडेर भन्छ त्यो मैले अनुहार हालेको छैन क्या म्याम काका छ तिमीलाई सम्झिरहेको छ त्यही गाल छैन अनि दादा आउँछ म्यामले सम्झिरहेको छ म्यामले आइज भनेर भन्नु लिएर है उसले पनि जे कुरामा पनि नाइ भनेर हिल गर्छ अनि माथि त माथि हो नि त्यहाँ चाहिँ शान्ता रन्जिता हो हिल गर्ने त्यो एरियामा होइन अलिकति तिमीले त्यो पिपिसिएमको गर्दा पनि तिमी शान्ता हो कति उ शान्ता र रन्जिता तिमीलाई चाहिँ छोटो गरिदिनु त्यति गर्दैन हामी त मान्छे मिल्छ नि त त्यो कुसन सिकाउनेहरू के त त्यो कति छ नि त्यो सबै बिर्सेको त्यो के अरे आजकालको आमाहरू है गाई गाउँछ नि आमा मम्मीहरू मम्मीहरू अनि यता कति दिदी शान्ति दिदी हो त्यो शान्ति दिदीलाई कति सम्झना आउँछ कति रेस्पेक्ट छ नि त्यो शान्ति दिदीको यता के यता तपाईँ त्यो पिपलको माथि के घरबाट है म त्यहाँ कतै भन्छु कि मैले मलाई घरमा भित्र चिया बोकेर आउँछ छोपेर त्यो शान्ति दिदीले हो मैले एउटा चिया होइन नि मैले त्यो एउटा के कस्तो घरमा बनाएर शान्ति दिदीले प्लेट छोपेर भनेर ए म्याम तपाईँ हाम्रो ठाउँमा आएर एक कप चिया खाए त्यो शान्ति दिदी कति हो ए ल शान्ति दिदीलाई